नेपालको सबभन्दा धनी नेताहरूको लिस्ट नम्बर 9 मा आउँछन् रासोपाबाट प्रधानमन्त्रीको भावी उम्मेदवार बालेन्द्र अथवा भनौँ बालेन शाह। बालेनका हजुरबुवा महोत्तरीमा रहेको उनको गाउँको जमिनदार थिए, जसलाई महाजन भनेर सम्बोधन गरिन्थ्यो। नयाँ पत्रिकामा 2079 सालतिर त्यहीँका एक स्थानीयले बताए अनुसार बालेनका बुवाको करिब 70 देखि 80 बिघा जग्गा रहेको छ। यद्यपि हदबन्दीको दृष्टिले हेर्ने हो भने तराईमा बालेनका बुवासँग मात्र यति धेरै जग्गा हुनु गैरकानुनी देखिन्छ। बालेनका बुवा डाक्टर रामनारायण शाह आफै नै सरकारका एक उच्च अधिकारी थिए, जसले आयुर्वेद वैद्यखानाको म्यानेजिङ डाइरेक्टरको रूपमा पनि काम गरेका थिए भने डाक्टर शाह नेपालको आयुर्वेद क्षेत्रमा निकै नै ज्ञान भएका मानिसहरूमा गनिन्थे। यसकारणले गर्दा डाक्टर शाहले हदबन्दीभन्दा बढीको जग्गा आफूसँग राखेका थिए भन्ने पत्याउन गाह्रो हुन्छ। यद्यपि डाक्टर शाहका बुबा जमिनदार भएका कारण उनीसँग ठुलो मात्रामा जमिन हुनुलाई आश्चर्यजनक पनि मान्न सकिन्न। त्यहाँको स्थानीयका अनुसार डाक्टर शाहले मन्दिरको लागि भनेर 10 कट्ठा जग्गासम्म उपलब्ध गराएका थिए। यस्ता डाक्टर रामनारायण शाहको निधन यही वर्षको मङ्सिरमा भएको थियो। यता डाक्टर शाहका कान्छा छोरा बालेन्द्र शाहको बारेमा कुरा गर्ने हो भने बालेन एक ऱ्यापरसँगै स्ट्रक्चरल इन्जिनियर समेत हुन्। आफ्नो प्यासनलाई पछ्याउँदै विभिन्न गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेका बालेन शाहले इन्जिनियरिङ सम्बन्धित विभिन्न प्रोजेक्टहरूमा काम गर्दै आएका थिए भने उनले 2017 देखि 2022 एडीसम्म बालेन कन्सल्टिङ एन्ड कन्स्ट्रक्सन प्राइभेट लिमिटेड सञ्चालनमा ल्याएका थिए। बालेनको यस कम्पनीले घर, स्कुल, हस्पिटल, ठुला सपिङ मलहरूको नक्सा बनाउने तथा निर्माण गर्ने कामसँगै भुइँचालो प्रतिरोधक घर सम्बन्धी जानकारी र परामर्श गराउने सर्भिस दिइरहेको थियो। यसपछि बालेनले पद्म ग्रुप अफ कम्पनीमा डेपुटी जनरल म्यानेजरको रूपमा पनि काम गरेका थिए। महोत्तरीसँगै काठमाडौँमै पनि घर भएका बालेन शाहले अर्थ सरोकारको अनुसार 25 वर्षको उमेरमै आफ्नै कमाइले गाडी खरिद गरेका थिए। युवामाझ पहिला नै चर्चित रहेका बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयरका लागि चुनाव प्रचारमा हिँड्दै गर्दा झन चर्चित बनेका थिए। चुनाव जितेर उनी मेयर भइसकेपछि पनि यो सिलसिला जारी नै रह्यो। अहिले बालेनको फेसबुकमा मात्रै 32 लाखभन्दा बढी फलोअरहरू छन् भने जेनजी आन्दोलनपछि त उनी नेपाली राजनीतिको चर्चाको केन्द्रमा पनि छन्। नेपालमा मात्र नभएर बालेन शाहको चर्चा अन्तर्राष्ट्रिय नै छ। 2023 मा टाइम म्यागजिनले टाइम 100 नेक्स्टको लिस्टमा बालेन शाहलाई पनि राखेको थियो भने न्युयोर्क टाइम्समा पनि उनी सम्बन्धित आर्टिकलहरू आएको थियो। बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक नभएका कारण उनको नेटवर्थ ठ्याक्कै कति रहेको छ भन्ने भन्न सकिन्न। तर उनको पुर्खौली सम्पत्ति र विगतमा उनले इन्जिनियरको रूपमा काम गरेर कमाएको रकमलाई आधार मान्ने हो भने उनको सम्पत्ति करोडौँमा नै रहेको अनुमान लगाउन सकिन्छ। इन्डियन बिजनेस डेली बिजनेस स्ट्यान्डर्डको अनुसार बालेन शाहको अनुमानित नेटवर्थ 5 देखि 6 करोडसम्म रहेको छ। यसरी अनुमानित 5 देखि 6 करोडको नेटवर्थ रहेका बालेन शाह नेपालको 9औं सबभन्दा धनी नेता हुन्।